एक दिन एउटा निकै अल्छी व्यक्ति एउटा सुन्दर बगैँचामा जान्छ र एउटा रुखमुनि बस्छ। बसिसके पश्चात उसले त्यो बगैँचाको अर्को छेउमा भुइँमा धेरै लहराहरू देख्छ र त्यो लहरामा उसले ठुलो फर्सी पनि देख्छ। त्यो फर्सी देखेर उसले सोच्न थाल्छ, हेर कत्रो ठुलो फर्सी, एउटा फर्सीले 10 जनालाई खान पुग्छ। तर भगवानले किन यो फर्सीलाई भुइँमा फल्ने बनाएको होला है? यदि भगवानले यो जुन रुख छ, ठुल्ठुलो रुखहरूमा त्यो सानो सानो फलहरू मात्रै रुखमा हुन्छन्। त्यो सानो सानो फलहरूको साटोमा यदि यस्तो ठुल्ठुलो फर्सी फलेको भए 100औं फर्सीहरू फल्ने थिए र त्यो 100औं फर्सीले हजारौं व्यक्तिहरूको पेट भरिने थियो भनेर यो सोचिरहेको थियो। र यो सोच्दा सोच्दै उसलाई निन्द्रा लाग्छ र त्यहीको एउटा ठुलो वृक्ष जसको मुनि ऊ बसिरहेको थियो त्यहीमा ऊ आनन्दले निदाउन थाल्छ। केही समय पश्चात ठुलो हावाहुरी चल्न थाल्छ र त्यो हावाहुरी चल्दाखेरि त्यो वृक्षमा भएको जुन सानो फल थियो त्यो सानो फलहरू मुनि झर्न थाल्छ। अब झर्दाखेरि एउटा फलले टाउकोमा ठोकेर त्यो व्यक्ति बिउजिन्छ र बिउजिसकेपछि अनि यसरी वरिपरि हेर्दाखेरि उसले देख्छ कि त्यहाँ अनेकौं हजारौं साना साना फलहरू थिए जुन चाहिँ त्यही ऊ सुतेको रुख, जुन रुखमुनि सुतेको थियो त्यही रुखको फलहरू थियो। र उसले त्यतिखेर ऊ गम्भीर हुन्छ र उसले अघि नै जुन भगवानले गरेको सृष्टिमा उसले जुन गल्ती देखिरहेको थियो अब उसले यो रियलाइज गर्छ र सोच्न थाल्छ कि भगवान साँच्चीकै परम बुद्धिमान हुनुहुँदो रहेछ। यदि साँच्चीकै त्यत्रो ठुल्ठुलो फर्सीहरू यदि रुखमा फल्ने भएको भए आज त्यो फर्सी हावाहुरीको प्रभावले गर्दा तल झर्ने थियो र मेरो टाउकोमा झरेको भए अहिले मेरो टाउकोको के हालत हुन्थ्यो त भनेर सोच्न थाल्छ। धन्न प्रभु, हजुरले के गर्नुभएको छ त? सानो सानो फलहरू चाहिँ आँप, लिची यिनीहरू मात्र हजुरले रुखहरूमा फल्ने बनाउनु भयो भनेर उसले भगवानलाई धन्यवाद दिन्छ। अब यसबाट हामीले सन्देश के पाउँछ भने हाम्रो जीवन पनि त्यस्तै छ। हामीले पनि आफ्नो वरिपरि घटेको घटना, वरिपरि देखिरहेको कुराकानीमा विभिन्न गल्ती त्रुटि निकाल्छौँ र सोच्न थाल्छौँ कि भगवानले यसरी किन सिर्जना गर्नुभएको थियो होला, यसरी गरेको भए चाहिँ पक्कै राम्रो हुन्थ्यो, यसमा चाहिँ भगवानले गल्ती गर्नुभयो है भनेर हामी सोच्न थाल्छौँ। तर वास्तविकता त के हो भने भगवानको सिर्जना एकदम पूर्ण छ, पर्फेक्ट छ, कहीँ पनि केही गल्ती छैन। तर हामीले मात्र यो कुरालाई बुझ्न नसकेको। तर जसरी समय बित्दै जान्छ हामीले भगवानको योजनालाई बुझ्न सक्छौँ अनि पछि गएर हामीलाई रियलाइज हुन्छ कि साँच्चै नै भगवानले जे गर्नुभयो त्यो राम्रो थियो, जे गरिरहनु भएको छ त्यो पनि राम्रो छ र भविष्यमा जे गर्नुहुन्छ त्यो पनि राम्रै हुनेछ भनेर।